यो सोरियासिस भएको मान्छेहरूको सबभन्दा मुख्य कम्प्लेन नै ड्राइनेस हो, सुक्खापन हुन्छ र चिलाउने हुन्छ छाला र कत्ला कत्ला भएर तपाईँको त्यो ड्यान्ड्रफ जस्तै सबैतिर छालाको त्यो ड्यान्ड्रफहरू यताउता लुगामा जताततै मान्छेसँग बस्दाखेरि होइन आफ्नो कमन एरियाजहरूमा घुम्दाखेरि त्यो कन्फिडेन्स लेभल डाउन गरिदिन्छ कि त्यसले। सो सबभन्दा राम्रो यसको लागि भनेको चिल्लो बनाउने, छालालाई जति सक्यो चिल्लो लगाउने, नरिवलको तेल लगाउने, चिल्लो लगाउने छालालाई। त्यसले गर्दाखेरि त्योबाट चाहिँ तपाईँले अलिकति यसलाई सजिलो बनाउन सक्नुहुन्छ। र अर्को कुरा नुहाउने, र नुहाउँदाखेरि एउटा यसको हाम्रो कोल्टारको साबुनहरू अथवा स्यालिसिलिक एसिड भएको साबुनहरूको तपाईँले प्रयोगहरू गर्न सक्नुहुन्छ। त्यो गर्दाखेरि त्यो छालाको त्यो कत्लाहरूलाई चाहिँ तपाईँले चाँडै झार्ने अथवा त्यो झरेर सफा हुन्छ र तुरुन्त त्यो छालामा त्यो आउने यसको बढ्ने प्रयोग यो समस्या पनि कम गरिदिन्छ कि। त्यसो भएर हप्ता 1 दिन या 2 दिन चाहिँ तपाईँले नुहाउँदाखेरि त्यो कोल्टार भएको या स्यालिसिलिक एसिड भएको साबुनहरूलाई चाहिँ तपाईँले यदि प्रयोग गर्न सक्नुभयो भने तपाईँको सोरियासिसलाई हामीले केही हदसम्म कन्ट्रोल गर्नु। तर नुहाइसकेपछि चिल्लो चाहिँ लगाइहाल्नुपर्छ है। अब नरिवल तेल लाउनुहुन्छ कि मोइस्चराइजर्सहरू लाउन सक्नुहुन्छ कि यो सोरियासिसको लागि भनेर नै विशेष मोइस्चराइजरहरू पनि छ छुट्टै किसिमको, अलिकति हायर यो हाइड्रेट्स अथवा युरियाहरू भएको। सो त्यस्तो खाले मोइस्चराइजरहरू पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। र अब सजिलोको लागि सबभन्दा राम्रो चाहिँ मैले दिने मोइस्चराइजर भनेको नरिवलको तेलै एकदमै कमनली युज गर्न सक्नुहुन्छ। जति व्यापक युज गर्यो उति यो सोरियासिसको त्यो फुस्रोपन आउने, त्यो मान्छेलाई कन्फिडेन्स लेभल कम गर्ने होइन, छालामा चाहिँ त्यो धुलोहरू चाहिँ नदेखिने, लुगाहरूमा त्यो फुस्रोहरू नदेखिने हुन्छ। र नुहाउन पनि मजाले हप्ताको 1 दिन 2 दिन तपाईँले दिन नुहाए पनि केही फरक त पर्ने होइन। तर ड्राई चाहिँ धेरै नराख्नुहोस् छालालाई। तर नुहाउँदाखेरि त्यो डरमा त्यो के अरे तपाईँको कोल्टार भएको अथवा यो स्यालिसिलिक एसिड भएको साबुनहरू स्पेसली यो सोरियासिसकै लागि पाउँछ, त्यो चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। साबुन स्याम्पूहरू पाउँछ।